कुलमान घिसिङलाई हामी भन्छौँ तपाईँ प्रधानमन्त्रीको लागि तयारी गर्नुहोस्, तपाईँ ऊर्जा मन्त्रीको लागि तयारी गर्नुहोस्, तपाईँ जाउँ केपी ओलीको निर्वाचन क्षेत्रमा चुनाव लडौँ, केपी ओलीलाई हेरौँ, शेरबहादुरको क्षेत्रमा तपाईँ चुनाव लडौँ, हेरौँ कसको पावर कति छ, जनताले कसलाई मन पराइरहेको छ। हामी त त्यो भनिरहेको छौँ कुलमान घिसिङलाई। होइन, जुन रूपमा उज्यालो नेपालको नायक बनाउनु भएको थियो कुलमानलाई आम जनताले र तपाईँहरू युवाहरूले, आज त उहाँलाई त खलनायक बनाइदिनु भयो नि त प्रधानमन्त्रीज्यूले। खलनायक होइन, उहाँले काम गरेर नायक बन्नुभयो, अहिले पनि नायक हुनुहुन्छ उहाँ। नायकै हो अहिले पनि कुलमान घिसिङ, हटे पनि अहिलेसम्म विद्युत प्राधिकरणको लागि नायक बन्नुभयो, उज्यालो नेपालको नायक बन्नुभयो। अब यो देशको समृद्धिको लागि, यो देशको उन्नति र प्रगतिको लागि, यो देशको अर्थतन्त्रको लागि हामी प्रधानमन्त्री बनाएर यो देशको नायक बनाउँदैछौँ। अब कुलमानलाई प्रधानमन्त्री बनाउनुहुन्छ, हामीले यो देशको चलाउने नायक बनाउँदैछौँ हामी कुलमान घिसिङलाई। हामी विद्रोह गरेर भए पनि हामी कुलमान घिसिङलाई राजनीतिमा ल्याएर यो देशको परिवर्तनको लागि, यो देशको उन्नति प्रगतिको लागि र समृद्धिको लागि हामी कुलमान घिसिङलाई राजनीतिमा ल्याएर प्रधानमन्त्री र ऊर्जा मन्त्री। अब शिव सर, तपाईँहरू जो बौद्धिक मान्छे हुनुहुन्छ, तपाईँहरू खरो रूपमा कुलमान घिसिङको पक्षमा उभिराख्नु भएको छ। जस्तै महावीर पुनले त ठाडो चेतावनी सहित हिजो अस्तिदेखि लेखिराख्नु भएको थियो, अब आज कस्तो आउँछ त्योभन्दा खतरा आउँछ होला। अब तपाईँहरू के गर्नु, विद्रोह हो? अब 3 करोड नागरिक अहिले, 3 करोड नागरिक केपी ओली बाहेक 3 करोड नागरिक अहिले कुलमान घिसिङको पक्षमा छ। 2 जना बाहेक, शेरबहादुर देउपा र केपी ओली बाहेक 2 जना। त्यो शेरबहादुर देउपाको छोरा पनि अहिले कुलमान घिसिङको पक्षमा हो। त्यो केपी ओलीको आफन्त पनि अहिले कुलमान घिसिङको पक्षमा, किनभने त्यो केपी ओलीको आफन्त पनि बिजुली बालिरहेका छन् 24 घण्टा। 18 घण्टा लोडमा भएको मान्छे 24 घण्टा बिजुली बाल्न पायो भने त पक्षमा आइहाल्छ नि। शेरबहादुर र केपी ओली बाहेक अहिले 3 करोड नागरिक तपाईँको कुलमान घिसिङको पक्षमा छ र हामी पनि कुलमान घिसिङलाई तपाईको समर्थन गर्नको लागि, कुलमान घिसिङलाई सपोर्ट गर्नको लागि, यो राष्ट्रको एउटा नायक बनाउनको लागि, यो राष्ट्रको समृद्धिमा भाग लिनको लागि